नमस्कार दर्शकवृन्द, तपाईहरू अहिले हेर्दै हुनुहुन्छ युरो अपडेट। आजको विशेष रिपोर्टमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत छ। आज हामी कुरा गर्दैछौँ रोमानिया जस्तो देशमा बढ्दो एउटा चिन्ताजनक अवस्थाको, जहाँ अब नेपालीले नै नेपालीलाई ठग्न थालेका छन्। नेपालमा रोजगारीको अभाव र विदेशमा राम्रो आम्दानीको सपनाले हरेक वर्ष सयौं नेपालीहरू रोमानिया पुग्ने गर्छन्। धेरैले आफ्ना खेतबारी, जग्गा जमिन बेचेर वा ऋण लिएर 8 देखि 10 लाख रुपैयाँसम्म खर्च गरेर पुग्छन्। तर रोमानिया पुगेपछि भने त्यो सपना धेरैको लागि दुस्सप्नमा बदलिन्छ। कम्पनीहरूले सम्झौता अनुसारको तलब नदिने, कामको प्रकृति फरक हुने वा कहिलेकाहीँ कम्पनी नै बन्द हुने समस्या देखिन्छ। त्यसपछि सुरु हुन्छ अर्को सङ्घर्ष, नयाँ काम खोज्ने प्रयास, र त्यही बेला सुरु हुन्छ नेपाली दलालहरूको खेल। यी दलालहरू रोमानियामै सक्रिय छन्। उनीहरू नयाँ आएका नेपालीहरूलाई भन्छन्, हामी राम्रो कम्पनीमा काम मिलाइदिन्छौँ, भिजा र कागजात सबै बनाइदिन्छौँ, तर शर्त के हुन्छ? अग्रिम 1000 देखि 2000 ल्याई तिर्नुपर्छ। दलालहरूले पैसा लिएपछि कतिपय त बेपत्ता हुन्छन्, कतिपयले झुटा कम्पनीमा पठाउँछन्, अनि कतिपयले त पासपोर्ट नै कब्जा गर्छन्। फलस्वरूप ती कामदारहरू अवैध अर्थात् इल्लिगल स्टेटसमा फस्छन्। न त काम न त घर फर्किने बाटो। हामीले भेटेका केही पीडितहरू भन्छन्, दलालले भन्यो 2 हप्तामै काम मिलाइदिन्छु, मैले 1500 ल्याई बुझाए, तर 2 महिना भयो, न त काम भयो न पैसा फिर्ता। अर्को कामदार भन्छ, मसँग पासपोर्ट दलालले लिएर राखेको छ, अहिले म डरले बाहिर हिँड्न सक्दिनँ। यस्ता घटना बढ्दै जाँदा रोमानियाका नेपाली समुदायहरू पनि चिन्तित बनेका छन्। अगुवाहरूको भनाइ छ, नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ, ठग्न होइन। विशेषज्ञहरू भन्छन्, विदेशमा बस्दा सधैँ कानुनी बाटो अपनाउनुपर्छ। कसैको मुखको बरमा वा सामाजिक सञ्जालमा देखिएको पोस्टको भरोसामा काम खोज्दा आफै फस्ने जोखिम रहन्छ। यदि तपाईँ ठगिनु भएको छ भने चुप लाग्ने होइन, प्रमाण सङ्कलन र स्थानीय प्रशासनमा उजुरी दिनुहोस्। विदेशमा नेपालीको इज्जत हाम्रो आचरण र इमानमा निर्भर हुन्छ। दर्शकवृन्द, यो भिडियो कस्तो लाग्यो? कृपया तल कमेन्ट गरेर आफ्नो विचार बताउनुहोस्। र तपाईँ स्वयं ठगिनबाट बच्नका लागि र आफ्ना साथीभाइ दिदीबहिनीहरूलाई पनि ठगिनबाट बचाउनका लागि यो भिडियो सकेसम्म धेरै सेयर गर्नुहोस्। र यस्तै जनचेतनामूलक भिडियोहरू हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।